है ल हामी अब काठमाडौँ हिँड्दैछौँ हैन यति बेला हेरेक अहिले 3 बजिरहेछ दिउँसो भने के 7 बज्न लाग्यो कलेङ आइपुग्नु लाग्छ हामी टक्क दाजै भएर टक्क गएर नवलपुर बस्ने त्यसपछि भोलि बिहान काठमाडौँको यात्रा गर्ने हाम्रो योजना छ अहिले हामी अब कलेङ पुग्न लागेका छौँ यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला है त एकदम भिडियोको मजा लिनु होला र के कस्तो लाग्छ प्रतिक्रिया दिन पनि नभुल्नु होला ल एकदम छुट्टो पिरीमा तिम्रै कारण बन्धनमा थिए म अहिले पिरीमा ओइ पुतली अहिले पिरीमा ल अहिले चाहिँ हामी कलेङ बजार ठ्याक्क आइसकेका छौँ यहाँ अब हामी थोरै यहाँ अवलोकन गर्छौँ आज फेरि यात्रातिर हामी तल लाग्छौँ होइन समाजसेवीहरूको घुइँचो रहेछ यहाँ चाहिँ एकदम पानीको पाइप रहेछन् पानी खुवाउने मूल उद्देश्यका साथमा उहाँहरूले पाइप बोकेर लानुभयो छ है गाइजहरू यो चाहिँ अब बेलचौरतिर जाने बाटो हो यो चाहिँ होइन यतातिर हुँदै अब हामी रामपुरको करिडोर हुँदै सर गइन्छ यताको बाटो यस्तै छ निरन्तर यात्रामा छौँ निरन्तर हामीले भिडियो क्याप्चर गर्ने नै छौँ साथ सपोर्ट दिनु होला दिउरीमा तिउरी बाटो यस्तो छ गाइज केपी ओली जिन्दाबाद भन्न पनि अब फेरि यो त एमाले आइछ भनिहाल्छन् म चाहिँ स्वतन्त्र व्यक्ति हो यहाँसम्म कि मेरो अहिलेसम्म भोटर आइडी कार्ड पनि बनेको छैन म नाबालिकै हुँ नागरिकता त मेरो 2 चोटि हराइसक्यो भाइ अब तपाईँहरूले अब मलाई एकदम साथ सपोर्ट गर्नु पर्यो कतै भेटाउनु भएको छ भने मेरो नागरिकता लामापा भएर है बल्ल बल्ल खोजेर अब त मलाई त दिँदैन पनि होला हौ अब त नागरिकता पनि यार गाह्रो पो त्यहाँ पो छ त म त नागरिकै हुने भएन नि त यहाँ 27-28 वर्षको भयो नागरिकता छैन नाबालिगमै छु है केटा म चाहिँ अलिकति यहाँ हामी अब हाइड्रो पावर हुँदै रातो माटो चिफ्लो बाटो रातो माटो भैँसिरे देउसिरे भन्दै हिँडिन्थ्यो सानसानामा भैलो खेल्न जाँदाखेरि तिनी दिनहरू पनि अब अचाल त नौलाई लाग्न थाले तिनी पनि सबै बेलामै राम्रो लाग्ने रहेछ आँधी खोला हाइड्रो पावर हाउसमा छौँ हामी विद्युत केन्द्र हेर्नुहोस् है यस्तो छ अगडम बगडम यो बाटो फेरि यस्तो छ अगाडि हिलै लिँदै ल्याएर बाटो खसिसक्यो अन्त बाटो त यस्तो छ तर एउटा कुरा चाहिँ के छ भने खाजालाई चाहिँ टेन्सन छैन है बाटाभरि यहाँ आफ्रो बेलौती छन् बेलौती त अलि बेला भएर हुन्छ कटर र हाँप त कति छन् गाइस कहीँ सेवा गर्ने मौका मिल्यो भने कतै कटर खाने अवसर मिल्यो भने तपाईँहरूलाई सँगै राखेर हामीले खुवाउनेछौँ बाटो छिमेकीहरू त ठ्याक्कै नेपाल जस्तै छ है यो ठाउँ पनि केही फरक छैन ल हेर्नु त घर डाँडाहरू घर पनि उस्तै नेपालका जस्तै छ हेर्नुहोस् पेपर पछि
बाटो पिछुनी क्रममा ध्यानपूर्वक हिँड्नु होला होइन, हतार नगर्नु होला। छिटो हिँडे अवश्य पुगिन्छ, छिटो हिँड्ने भन्न सकिन्न। नारालाई ध्यानमा राख्दै हामी आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छौँ। कटार फेरि यस्तो गजबले फलेर कटार मजाले फाले। आज पनि पोहोरकै चाल भो तिमीले मलाई छाडेको एक साल भो पानी पँधेरी मेरो बे हुँदैन लगन नजुरी। ल म बुवा हेलो भनिदिनु, बुवा हेलो भनिदिनु ल। एकदम हिलामे माटो रहेछ, है रातो माटो, एकदम स्लिप खाने खालको रहेछ। मेरो साथीहरूमा हाम्रो सर एकदम हिलामे बाटोमा जाँदै हुनुहुन्छ। यस्तो छ बाटो। तल बुवाले ग्राभेल छ भन्नुभएको। है साथीहरू, धेरै गुनासोहरू आइरहेको छ होइन। यो अनि लभ नपर्नुको कारण, बिहे नगर्नुको कारण के हो भनेर, यो चाहिँ खासमा चाहिँ भगवत कृपा हुनेहरूलाई मात्रै यस्तो सुनौलो अवसर प्राप्त हुन्छ अरे है त। ल अहिले चाहिँ हामी आश गरेका छौँ यो अब यता पारिपट्टि, पारी हाम्रो हुँगीबाट पाल्पा जिल्ला, हामी अहिले स्याङ्जाको बिचमा छौँ। स्याङ्जा र पाल्पाको बिचमा यो तल अब कालीगण्डकी एकदम सलल बग्नु आहा होइन, यस्तै छ है। पारीको डाँडा चाहिँ रामपुर डाँडा, रामपुर भन्ने ठाउँ हो। के कुन हो खासमा यस्ता यस्ता छ। सबैले कसले जान्नु आहा आफैले मेन्सन गर्नु होला। तर भ्यू चाहिँ राम्रो आहा यहाँबाट। अब यहाँबाट चाहिँ अब हामी कोरिडोर, कालीगण्डकी कोरिडोरको बाटो मिसिँदैछौँ। अनि हामी अब यही कालीगण्डकी कोरिडोर हुँदै उता गैडाकोट हुँदै निस्किन्छौँ होइन। गैडाकोट हुँदै अब हामी चाहिँ काठमाडौँतिर निस्किन्छौँ। हेलो नानीहरू, आइबन आइबन ल भाइहरू। स्कुले भाइहरूले हाई गरिदियो। हामी हुँगे सालको पातैमा साथीहरू, हामी अहिले यो ठ्याक्कै यो हुँगीमा छौँ होइन। अहिले चाहिँ ठ्याक्कै फरियार घाट भन्दो रहेछ यहाँ चाहिँ। झट्टै हामी यहाँ आएर बस्यो, यहाँ शीतल हावा खाइयो, शीतलमा बस्यो यहाँ। अनि यहाँ चाहिँ यस्तो यो शौचालयको पनि व्यवस्था रहेछ होइन। भर्खर बन्दै गरेको शौचालय रहेछ, भर्खर निर्माण भएको होइन। एकदम दामी रहेछ कि यहाँ त। यहाँ टक्क होइन, घाममा लागेको बेला बस्नलाई आनन्दले शीतल लिएर। यहाँ चाहिँ यो कालीगण्डकी है, यो चाहिँ कालीगण्डकी यो मुक्तिनाथ बागलुङ पर्वत कुसमा हुँदै सेतीबेन्सिला मिर्मी हुँदै उहाँबाट रिडी पुगेर फेरि रिडीबाट फर्केर त रानीघाट हुँदै रामदी हुँदै अहिले यो चाहिँ हामी ठ्याक्कै यो हुँगीनिर छौँ। एउटा यहाँ चाहिँ यो घाट रहेछ होइन।
सल्ल बगिरहेको पानी बर्खाको समय पानी चाहिँ धमिल धमिल छ अहिले बर्खाको बेला भएर। यहाँ चाहिँ हाम्रो सर हुनुहुन्छ होइन, कस्तो लागिरहेको छ ल? एकदम आनन्द गर्मी छ होइन। पलैँचामा हामी टक्क छारीमा बसेका छौँ, शीतलतामा हावा सरर र काली गण्डकीको बेगसँगै। अनि अहिले हामी हेङ्गा छौँ होइन, हुगी ए हुगी छौँ। हुगीमा बसेर चट्टैमा खान्छौँ खाइयो। अनि एकछिन बसेपछि अब सर र हामी निस्किन्छौँ। निरन्तर अपडेट दिइराख्नेछौँ। नाच्ने एउटा ड्राफ्टमा भिडियो छ कि भनेर खोज्दैछु अहिले। यहाँ भिडियो यहाँ हेर्दैछु, एडिटिङ गर्दैछु, केही नपाइहालिन्छ कि भनेर। ओके। काली गङ्गा बगेकी सलल मुक्तिनाथको मन्दिर झलल भन्दै हामी अब हाम्रो यात्रालाई एकदम निरन्तरता दिँदै अगाडि बढ्दैछौँ। अब यहाँहरूले अन्तिमसम्म भिडियो हेरेर साथ दिनुहोला। हामी अहिले ठ्याक्कै अब रामपुर अब यहाँबाट करिब अब 8 किलोमिटर छ यहाँ होइन। यहाँ चाहिँ यो 8 किलोमिटर देखाइरहेको छ यहाँ होइन। 7 किलोमिटर छ र हामी हेर्दैछौँ। डाँडा डाँडाको दामी छ कि हेरेको एकदम क्लियर छ दामी छ। सलल्ल सिधै बाटो छ, सिलिल्ला हासिममा गरेर पछाडि बस्ने मान्छेलाई भनेको क्या। मौसम एकदम खुलेको छ यतातिरको चाहिँ, उता घरतिर चाहिँ पानी परेको मौसम हेर पानीले एकदम छ्याङ्ग हामी सेउली बजारबाट अगाडि छौँ होइन। यो चाहिँ तनहुँ जाने पुल रहेछ नि, त्यहाँ पारमा भयो होइन। उता चाहिँ तनहुँ भयो, तल चाहिँ गण्डकी सलल भएको छ होइन। यहाँ बाटो जानी बाटैमा तनहुँ बिर्सी जानी मायालाई के भनौँ। जाने के भन्छ है त। यहाँ हिलाले फेरि यस्तो भन्छ क्या, फेरि घरिघरि कहीँ कहीँ नाच्छु भन्छ क्या फेरि बाइक, फेरि घरिघरि। है साथीहरू यस्तै छ। काली गण्डकी दर्शन गरौँ है साथीहरू। टाढा हुनेहरूले, घरमा हुनेले त नजिकै हुनेले त तीर्थको नजिकको तीर्थ हेला भने जस्तै हो होइन। है त यस्तै छ। पहाड मौसमहरू एकदम आनन्द चिसो चिसो छ। यहाँनिर अलि हल्का अप्ठ्यारो छ होइन। अक्करे भिड जस्तै भिड छ नि यहाँ होइन। बाटो फेरि चिप्लो सिलिल्ला तेल आँदै छ यो फेरि यो आनन्द त्यहाँ गएर हिँड्नुपर्छ होइन। पुलमा होइन, चिलमा हिँड्नु पर्यो अरे क्या।
खाली गर्ने फेरि सल्लाह आफ्नै तालमा मस्त तरिकाले एकदम यसपालि त मायाको घर एक जान्छु दुई जान्छु आधा बाटो पुगेपछि